रिलायन्स स्पिनिङ मिल्स कम्पनी लिमिटेड अहिलेको समयमा आइपिओ निष्कासन गर्ने कम्पनीहरूको बीचमा सबैभन्दा बढी चर्चामा रहेको र सबैभन्दा बढी कन्ट्रोभर्सीमा परिरहेको कम्पनी रहेको छ। कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारमा रहेका नेपाली नागरिकहरूमा आइपिओ निष्कासन गरेर बाँडफाँड पनि गरिसकेको छ। तर दोस्रो चरणको आइपिओ सर्वसाधारण लगानीकर्ताहरूमा निष्कासन गर्न मिति सार्वजनिक गरे पछाडि पनि कम्पनीको आइपिओ भने एकदमै धेरै कन्ट्रोभर्सीमा परिरहेको छ र यो कम्पनीको आइपिओ रोक्नुपर्छ, कम्पनीको आइपिओ निष्कासन हुनु हुँदैन भनेर केही जेनजी लगायतका लगानीकर्ताहरूले सर्वोच्चमा रिट पनि दायर गरेका थिए र कम्पनीको रिट दायर भए लगत्तै तत्कालै कम्पनीको सुनवाई पनि भएको छ र त्यस पछाडि भने अर्थ मन्त्रालयको निर्देशन पछि नै धितोपत्र बोर्डले एउटा समितिको गठन गरेको छ, जुन समितिले कम्पनीको आइपिओ निष्कासन हुँदा कम्पनीको वित्तीय अवस्थाको बारेमा, कम्पनीको आइपिओ निष्कासनको अनुमति दिने प्रक्रियाहरूमा के कस्तो भुल भएको छ, के कस्ता समस्याहरू आएका छन्, यी सबैको बारेमा छानबिन गर्नको लागि समिति बनाएको छ। तर अब के हुन्छ त? उक्त समितिले के अब यो कम्पनीको आइपिओलाई रोक्ने काम गर्छ या त कम्पनीको आइपिओ निष्कासन गर्ने प्रक्रियालाई थप व्यवस्थित गराएर अगाडि बढ्छ त? कम्पनीको आइपिओ भर्ने नभर्ने यी सम्पूर्ण कुराको बारेमा हामीले यो भिडियोमा रहेर जानकारी दिनेछौँ। यसर्थ तपाईहरू पनि रिलायन्स स्पिनिङ मिल्स कम्पनीको बारेमा जानकारी पाउन चाहनुहुन्छ भने यो भिडियो स्किप नगरी अन्तिमसम्म हेर्नुहोला। साथै आइपिओ एफपिओ सेयर मार्केट सम्बन्धी जानकारी पाउन हाम्रो च्यानललाई सब्स्क्राइब गरेर हामीसँग जोडिनुहोला। अब भने ढिला नगर लागौ विषयवस्तुतर्फ नै। अर्थ मन्त्रालयको निर्देशन पछाडि रिलायन्स स्पिनिङ मिल्स कम्पनीको आइपिओ स्वीकृति गर्दा भएको मिलीमतो र भ्रष्टाचारको विषयमा छानबिन गर्न एक समितिको गठन भएको छ। नेपाल धितोपत्र बोर्डको आज शुक्रबार बिहान बसेको सञ्चालक समितिको बैठकले रिलायन्स स्पिनिङ मिल्स कम्पनीको सेयर बुकबिलिङ प्रक्रिया मार्फत निष्कासन गर्ने सन्दर्भमा भएका काम कारबाहीका सम्बन्धमा निष्पक्ष छानबिन गर्न भन्दै सञ्चालक विनोद कुमार भट्टराईको संयोजकत्वमा 3 सदस्यीय समिति गठनको निर्णय गरेको छ। उक्त समितिको सदस्यहरूमा आनन्दराज शर्मा वाग्ले, पीताम्बर भण्डारी रहेका छन्। सेवनमा वाग्ले चार्टर्ड अकाउन्टेन्ट हुन् भने भण्डारी विज्ञ सदस्य हुन्। समितिले आवश्यकता अनुसार अन्य व्यक्तिहरूलाई समेत आमन्त्रित गर्न सक्ने म्यान्डेट पनि पाएको छ। समितिलाई सकेसम्म चाँडो र ढिलोमा 15 दिनभित्र प्रतिवेदन पेश गर्नको लागि भनेको छ। उता सेवनको बोर्डले छानबिन समिति बनाउने निर्णय गरे पनि रिलायन्सको आइपिओ निष्कासन प्रक्रिया स्थगनको विषय भने कुनै निर्णय गरेन। लगानीकर्ताहरूबाट यस्तो अपरिपक्व निर्णयको तीव्र विरोध भइरहेको छ। यसरी नयाँ निर्णय आए तापनि यसमा लगानीकर्ताहरूको असन्तुष्टि भने बढेको छ। लगानीकर्ताहरूले यो प्रकरणमा सेवन अध्यक्ष सन्तोष नारायण श्रेष्ठमाथि नै गम्भीर आरोप लागेको अवस्थामा उनलाई छानबिन गर्ने जिम्मा दिने अर्थ मन्त्रालयको निर्देशनप्रति पनि प्रश्न उठाइरहेका छन्। सेवनका एक सञ्चालकका अनुसार आजको बैठकका अध्यक्ष श्रेष्ठले रिलायन्स स्पिनिङ मिल्स कम्पनीलाई कानुन सम्मत नै आइपिओ निष्कासनको प्रक्रिया सुरु गर्न निर्देशन दिएको दलिल पेश गरेका थिए। कानुन सम्मत नै भए पनि के प्रक्रिया पूरा भएका रहेछन् भन्ने विषय हेरौँ त भनेर छानबिन समिति बनाएको उनको भनाइरहेको छ। ती सञ्चालकले भनेका छन्, एक हिसाबले भन्दा बजारमा उठेको विरोध शान्त पार्न झार तार्ने उद्देश्यले मात्र यो समितिको गठन गरेको देखिएको छ। अर्थ मन्त्रालयदेखि सेवन अध्यक्षसम्मकै त्यही उद्देश्य देखिएको छ। पछिल्लो समय निकै विरोधमा भएको र निकै कन्ट्रोभर्सीमा परिरहेको हुँदा त्यो कन्ट्रोभर्सीलाई केही समय तार्नको लागि भनेर यस्तो खालको नयाँ निर्देशन दिएको पनि देखिन्छ। आजको बैठकमा सञ्चालकहरूबीच रिलायन्स स्पिनिङ मिल्सको आइपिओ प्रक्रिया गडबडी नै भएको भए रोक्न अर्थ मन्त्रालयले निर्देशन दिन सक्ने विकल्प पनि छलफल भएको थियो। यस्तै सर्वोच्चले पनि केही नयाँ आदेश दियो भने पनि यो प्रक्रिया रोकिने विषयमा समेत छलफल भएको थियो। तर कम्पनीको आइपिओ रोक्ने प्रक्रियाबारे अर्थ मन्त्रालय र अदालत कसैले पनि चासो देखाएको देखिँदैन। यसरी हेर्दा यो कम्पनीको आइपिओ निष्कासनमा ठुला पदाधिकारीहरूको नै मिलीमतो रहेको देखिन्छ। सेवनको निर्णय त प्रष्ट नै छ, आइपिओ नरोक्ने अर्थ मन्त्रालयको निर्देशनलाई पालना गरेको देखाउन छानबिन समिति बनाएर नाम मात्रको छानबिन गर्ने ती सञ्चालकले भनेका छन्। यसरी दिनौ एकदमै कन्ट्रोभर्सीमा परेका आइपिओहरूले प्रायजसो आइपिओ निष्कासन गरिरहन्छन् र त्यस्ता कम्पनीको आइपिओ पनि हाम्रा सम्पूर्ण लगानीकर्ता साथीहरूले पनि चिम गरेर भर्ने गर्नुहुन्छ। यसले गर्दा पनि कमजोर वित्तीय अवस्था भएका र उच्च कन्ट्रोभर्सीमा भरिरहेका कम्पनीहरूले पनि आइपिओ निष्कासन गर्न केही प्रेरणा पाउने गर्दछन्। यदि कमजोर कम्पनी छ र कमजोर कम्पनीलाई नेपाल धितोपत्र बोर्डले आइपिओ निष्कासन गर्न अनुमति दिइ नै हाल्यो भने त्यसलाई रोक्ने जिम्मा हामी लगानीकर्ताहरूको बीचमा हुनुपर्छ। यदि हामी लगानीकर्ताहरूले नै त्यस्ता खालका आइपिओलाई
आइपिओलाई बहिष्कार गर्न सक्यो, डाइरेक्ट रिजेक्ट गर्यो र त्यस्ता खालका कम्पनीको आइपिओ भरेनौ भने यस्ता कन्ट्रोभर्सी भइरहेका कम्पनीहरूको आइपिओ आउने दिनहरूमा आउन सक्ने थिएनन् र आइहाले पनि थप सुधार भएर आउने थिए। रिलायन्स स्पिनिङ मिल्स कम्पनी लिमिटेडको वित्तीय अवस्था विगतमा निकै खस्किएको हामीले जानकारी पाएका थियौँ र निकै खस्किएको अपडेट नै दिएको थियो र कम्पनीले विगत 2 वर्ष अगाडिको वित्तीय अवस्था अनुसारले कट अफ प्राइस निर्धारण गरेर सोही प्राइसमा एकदमै महँगो मूल्यमा, ऐतिहासिक महँगो मूल्यमा नै आइपिओ निष्कासन गरेको छ। यस्तो बेलामा पनि हामी सबैजनाले कम्पनीको आइपिओमा एकदमै धेरै चासो दिएर भरिरहेका छौँ। यसले गर्दा पनि यस्ता खालका कम्पनीले भविष्यमा आइपिओ पक्कै पनि निष्कासन गर्छन् नै। त्यसकारण हामी सबैले आवाज उठाएर मात्र हुँदैन, हामी सबैजनामा यस्ता खालका कम्पनीको आइपिओलाई रिजेक्ट गर्न सक्ने एउटा सामर्थ्य पनि हुनुपर्दछ, जसले गर्दा यस्ता कम्पनीहरूको आइपिओ भविष्यमा आउनेछन्। यस्ता खालका उच्च कन्ट्रोभर्सी भएका कम्पनीहरूको मिलेमतो भने एकदमै ठुला पदाधिकारीहरूसँग हुने हुँदा र अर्थ मन्त्रालय सेवनका सम्बन्धित व्यक्तिहरू पनि बिकाउ भइरहेको हुँदा यस्ता खालका कम्पनीले आइपिओ निष्कासन गर्न अनुमति त पाइ नै हाल्छन्। यस्ता कम्पनीहरूले विगतमा पनि आइपिओ निष्कासन गर्ने समयमा एकदमै राम्रो वित्तीय अवस्था देखाएर आइपिओको सेयर दोस्रो बजारमा कारोबार आए पछाडि नै कम्पनीले एकदमै खस्किदो अवस्थाको वित्तीय रिपोर्टहरू सार्वजनिक गरेका हामीले थुप्रै उदाहरण देखेका छौँ। सोही मध्येकै कम्पनी हो रिलायन्स स्पिनिङ मिल्स कम्पनी लिमिटेड। यसरी कम्पनीले आइपिओ निष्कासन गर्नको लागि रोक लगाउन केही लगानीकर्ताहरूको आवाज उठे तापनि त्यस्ता आवाजहरूलाई दबाउने काम पनि गरिएको छ र झार तार्ने कामहरू पनि गरिएको छ र यसरी आज भएको निर्णय अनुसारले कम्पनीको छानबिन भने हुनेछ तर आइपिओ भने नरोकिने भनेको छ। यसको मतलब कम्पनीको आइपिओ अब पौष 7 गतेदेखि सर्वसाधारण लगानीकर्ताहरूमा पनि आउनेछ। अब तपाईँहरू सर्वसाधारण लगानीकर्ताहरू हुनुहुन्छ र यो कम्पनीको आइपिओमा रिजेक्ट गर्ने कतिको क्यापेसिटी छ अब त्यो तपाईँहरूमा निर्भर रहनेछ। यदि तपाईँहरूले यो सबैजना लगानीकर्ताहरूले यो कम्पनीको आइपिओलाई रिजेक्ट गर्न सक्नु भएको खण्डमा भने कम्पनीको आइपिओ बिक्री नहुन सक्छ, तर यो एकदमै पोसिबल कम छ किनभने यो कम्पनीको सेयरको सङ्ख्या एकदमै कम छ। वैदेशिकतर्फ मागभन्दा अत्याधिक धेरै आवरण परिरहेको बेलामा सर्वसाधारण लगानीकर्ताहरूमा पनि मागभन्दा धेरै आवरण अवश्य पनि पर्नेछ। नेपालको धागो उत्पादन गर्ने कम्पनीहरूमा सबैभन्दा ठुलो कम्पनी र प्रत्यक्ष रूपमा थुप्रै लगानीकर्ताहरूलाई रोजगार दिन सफल भएको कम्पनी रिलायन्स स्पिनिङ मिल्स कम्पनीले कुल 11,55,960 किता सेयर निष्कासन गर्न अनुमति पाएको थियो र जसमध्ये कम्पनीले वैदेशिक रोजगारमा रहेका नेपाली नागरिकहरूमा आइपिओ निष्कासन गरी बाँडफाँड गरे लगत्तै अब सर्वसाधारण लगानीकर्ताहरूमा 9,24,768 किता सेयर अन्तिम चरणमा निष्कासन गर्दैछ, जुन सेयर पनि अब पौषको 7 गतेदेखि 11 गतेसम्म आवरण दिन सकिने गरी निष्कासन गर्दैछ, जसमा कम्तीमा 50 किताको दरले भर्नुपर्ने व्यवस्था गरिएको छ भने बाँडफाँड गर्दा पनि 50 किताको दरले नै गरिनेछ। यसरी 18,495 जना सर्वसाधारण लगानीकर्ताहरूले यो कम्पनीमा 50 किताको दरले सेयर पाउने सम्भावना रहेको छ। अर्थात् कम्तीमा पनि 20,000 लगानीकर्ताहरूले आवरण दिँदा नै यो कम्पनीमा मागभन्दा धेरै आवरण पर्छ। यसले गर्दा कम्पनीको सेयर सजिलै बिक्री हुने देखिन्छ। यसरी रिलायन्स स्पिनिङ मिल्स कम्पनीले निष्कासन गर्ने आइपिओमा वित्तीय अवस्था हेर्दा अर्निङ पर सेयर रुपियाँ 54.34 रहेको छ र प्रति सेयर नेटवर्थ 242.05 रहेको छ। यो भर्खरै मात्र बढाइएको छ। गत वर्ष कम्पनीले आइपिओ निष्कासन अनुमति पाए पछाडि आइपिओ रोकियो, त्यस पछाडि कम्पनीको वित्तीय अवस्था भने माइनसमै गएको थियो र यो पनि भन्न सकिँदैन कि अब यो कम्पनीको सेयर कारोबारमा आयो भने अर्को क्वार्टरको रिपोर्ट आउने बेलामा कम्पनीको वित्तीय अवस्था नेगेटिभ हुन पनि सक्छ। यसर्थ यो कम्पनीमा लगानी गर्नु भनेको एकदमै हाई रिस्क रहेको छ, तर हामीले तपाईँहरूलाई लगानी गर्नुहोस् या नगर्नुहोस् भनेर रिकमेन्ड गर्न मिल्दैन। यसर्थ कम्पनीको बारेमा बुझेर तपाईँहरू आफैले डिसिजन गर्नुपर्ने हुन्छ। कम्पनी एकदमै महँगो छ, 820 रुपियाँ 80 पैसा प्रति किताको दरले किन्नुपर्ने हुँदा र कम्तीमा 50 किता भर्नुपर्ने हुँदा हामीले 41,040 रुपियाँ लगानी गर्नुपर्ने छ, जुन एकदमै हाई रहेको छ। त्यसकारण यो कम्पनीको आइपिओ भर्ने नभर्ने सबै डिसिजन लिने काम तपाईँहरूको हुनेछ। यसरी कम्पनीले पहिलो चरणको आइपिओ निष्कासन गरेर पनि बाँडफाँड गरिसकेको छ र अब सर्वसाधारण लगानीकर्ताहरूमा पनि निष्कासन गर्छ। अब जति जे भए पनि कम्पनीको आइपिओ रोक्ने प्रक्रिया भने पक्कै पनि हुने छैन, किनभने कम्पनीले अलरेडी पहिलो चरणको आइपिओ निष्कासन गरी बाँडफाँड गरिसकेको छ र अर्को चरणको आइपिओ निष्कासन पनि गर्न लागेको छ। यसर्थ अब यो कम्पनीको आइपिओ भर्ने नभर्ने तपाईँहरूको हातमा हुनेछ, तर कम्पनीको आइपिओ अब बन्द भने हुँदैन, आइपिओ रोकिने काम भने हुने छैन। यसरी रिलायन्स स्पिनिङ मिल्स कम्पनीले निकै कन्ट्रोभर्सियल तरिकाले आइपिओ निष्कासन गर्दैछ। यो कम्पनीको आइपिओ तपाईँहरूले भर्ने सोचमा हुनुहुन्छ या नभर्ने सोचमा हुनुहुन्छ, कृपया कमेन्ट बक्समा मेन्सन गर्न नभुल्नुहोला। यो सँगै आजको भिडियो यति नै। अब भेटिने अर्को नयाँ भिडियोमा।